नमस्ते साथीहरू, मेरो थर्ड मिनी ब्लगमा हजुरलाई स्वागत छ। आई होप हजुर पनि सन्चै होइसिन्छ होला, म पनि सन्चै छु होइन। मलाई फेसबुकले एउटा टार्गेट दिएछ क्या, $25 दिन्छु, 5 लाख रिच लिएर आइजौ अरे, अनि भिडियोमा 2 लाख भ्युज लिएर आउनु पर्यो अरे, त्यही पनि 5 दिनभित्रमा अरे, 2टा भिडियो मात्र अपलोड गरेर अरे। म कसरी लिएर आउनु के, मेरो जम्मा एउटा भिडियोमा 800-900-1000 मात्रै भ्युज आउँछ भनेपछि 2 लाख भ्युज कसरी ल्याउनु, 5 लाख रिच कसरी ल्याउने के म सोचिरहेको छु कि किन हाम्रो यो सानोतिनो कन्टेन्ट क्रिएटरलाई जिस्काउन खोजेको हो कि फेसबुकले जिस्काएर दिएको हो कि कस्तो हो कि कतै 4-5 हजार भ्युज लिएर आउन भनेर टार्गेट दिए पनि पुरा गर्न सकिन्छ क्या। 5 लाख रिच गरे अनि अरे यतातिर 2 लाख 2टा भिडियोमा भ्युज लिएर आउनु पर्यो, 2टा भिडियो मिलाएर अचम्म लाग्यो क्या। अनि कसरी पुरा गर्नु म सोचिरहेको छु अचम्म लागेर। अनि त्यहाँदेखि तर हजुरहरूले चाहनुभयो भने गर्न सक्नुहुन्छ होइन। हजुरले मलाई यो भिडियोमा एकदम सपोर्ट गरिदिनु र यो भिडियो एकदम धेरै सेयर र लाइक कमेन्ट गरेर मलाई सपोर्ट गरेर $25 मलाई विथड्र गरिदिनुहुन्छ अनि हजुरहरूलाई हजुरबाट म एकदम आशावादी छु।